नमस्कार साथीहरू, तपाईँलाई म आज यो सामुदायिक विद्यालयको नागरिक लगानी कोषको अनलाइन भाउचर कसरी जेनेरेट गर्ने भन्ने जानकारी दिन गइरहेको छु। सर्वप्रथम हामीले एउटा कम्प्युटरमा, तपाईँको आफ्नो कम्प्युटरमा कुनै एउटा ब्राउजर ओपन गर्नुहोस् र त्यसमा तपाईँको नागरिक लगानी कोषको वेबसाइट अथवा एनएलके लेखेर सर्च गर्नुहोस् र त्यहाँ सुरुमै आएको एनएलके होममा तपाईँले क्लिक गर्नुपर्नेछ। त्यहाँ क्लिक गरिसके पछाडि यहाँ मेरो पहिले देखाइरहेछ, म तपाईँलाई फेरि देखाउन चाहन्छु। यहाँबाट गएर हामीले यहाँ यसरी एनएलके सर्च गरेर नागरिक लगानी कोषको होम पेजमा हामी अथवा www.nlk.org.np गर्नुभए पनि हुन्छ, अथवा यसरी गुगलमा गएर डाइरेक्ट एनएलके थिचेर गरे पनि हुन्छ। यहाँ म तपाईँलाई प्रोसेस देखाउन गइरहेको छु। स्टेप वेबसाइट गरे पछाडि सर्भिसमा जाने र अल्फा न्युमेरिक कोड यहाँनिर चाहिँ आउँछ र तपाईँको स्कुल विद्यालयको पासवर्ड हुन्छ। त्यसलाई तपाईँले यहाँनिर युजर नेम र पासवर्ड लगाएर लगइन गर्नुपर्ने छ र एउटा यस्तो इन्टरफेस खुल्छ। अब यसमा हामीले अफिस स्क्याम कलेक्सन सिट इन्ट्री भन्ने छ, यहाँ क्लिक गर्छौँ। त्यस पछाडि क्रिएटमा जान्छौँ र हामीले यसलाई एक्सेलमा पहिले नै तयार पारेर पनि यहाँ फाइल एट्याच गरेर ल्याएर गर्न सक्छौँ। यहाँबाट डाउनलोड विथ डाटा गर्ने र त्यही अनुसार फर्मेट गरे, त्यही अनुसार त्यही फर्मेटमा तपाईँले इन्ट्री गरेर एक्सेलमा। त्योभन्दा यहाँ अब थोरै कर्मचारी, थोरै विद्यालयमा, साना विद्यालयहरूमा थोरै टिचरहरू हुँदाखेरि त त्यो पनि गरिरहनु परेन। डाइरेक्ट यसरी हामी यहाँ टिचर इन्सुरेन्स फन्ड डबल क्लिक गरिदिनु। त्यस पछाडि कलेक्सन हेर्ने, कलेक्सन कहिले कलेक्सन गरेको त भनेर यहाँ आउँछ। त्यसमा अब यहाँ हामीले लगाउने, म चाहिँ अब असारको लगाइरहेको छु। स्टेटमेन्ट 2082 असार मन्थली यति यहाँ लगाइसके पछाडि यहाँ तपाईँको यहाँ तल एकाउन्ट नम्बरमा क्लिक गरे पछाडि तपाईँको अटोमेटिक विद्यालयमा भएका टिचरहरूको यहाँ नाम अनि एकाउन्ट नम्बर, त्यो नागरिक लगानी कोषको नयाँ एकाउन्ट नम्बर, पुरानो एकाउन्ट नम्बर सबै नामसहित देखिन्छ। अब त्यसमा हामीले यहाँ कसको गर्ने त भनेर यहाँनिर चाहिँ जस्तो मैले यहाँ गरेँ, एउटालाई क्लिक गरेँ, यहाँ आयो, सबै इन्फर्मेसन यहाँ आउँछ। अब यहाँ हामीले पैसा हामीले कति जम्मा गर्नुपर्ने हुन्छ 800 गर्ने। त्यस पछाडि प्लस आइकनमा थिचे पछाडि यहाँ एकजनाको यहाँ देखिरहेछ। अब यहीँ जाने फेरि अर्को जनाको यहाँ सबै डाटा आउँछ। यहाँ हामीले फेरि 800 गर्ने, फेरि जाने, फेरि गरे। त्यस पछाडि फेरि 800 आउँछ, फेरि गर्ने, फेरि जाने। त्यस पछाडि आउँछ फेरि 800 गर्ने। त्यस पछाडि प्लस गरिदिने, गए पछाडि
जम्मा हाम्रो 3200 4 जनाको यसलाई सेभ गरिदिने। यो एउटा ट्रान्जेक्सन आइडी आउँछ, यसलाई तपाईँले टिप्नु भयो पनि हुन्छ, यो आवश्यक पर्न सक्छ। के गरेर पछाडि तपाईँ एउटा यस्तो खालको ब्याङ्क कपी अथवा यो भनेर आउँछ, अनि यसलाई तपाईँले प्रिन्ट गरेर लिएर ब्याङ्कमा गएर रकम जम्मा गर्ने हो। अब यसमा हजुरहरूलाई केही अरू पनि जिज्ञासा छ या केही बुझ्नु भएन भने कमेन्ट गर्नुहोला। मैले जानेसम्म बुझेसम्म म तपाईँहरूलाई सहयोग गर्ने नै छु।